खास भने चाहिँ राति चाहिँ म डिनर स्किप गर्छु के म रातिको डिनर चाहिँ खान्न 4-5 बजी खाजा खान्छु त्यसपछि म डिनर खान्न एकैचोटि भोलिपल्ट मात्रै म लन्च खान्छु के आज चाहिँ एप्पल मात्रै खाएको थियो खाजामा त्यसपछि हिँड्नु गएँ त्यसपछि घर आउँदा त मलाई भोक लाग्यो भोकको धुनमा 2टा ब्रेड चाहिँ मैले टोस्ट गरेर बटरसँग खाएँ यस्तो मिठो लाग्यो फेरि 2टा खाएँ 4वटा ब्रेड विथ बटर खाएँ अनि यति टन्न भएछ म मटस भएर आएर रातिको 9 बजेको छ है वक गर्न निस्केँ म त ओइ छैन यार कस्तो सुनसान सिधा बाटो किन हिँड्नु भनेर उकालो बाटो हिँडेको डर लाग्यो भाइ फर्केर जानु पर्यो ओह्रालो कुद्नु पर्यो अब चाहिँ त्यो उकालोमा कुद्नु पर्यो भाइ यो उकालोमा जानु पर्यो कुद्नु पर्यो यो उकालोमा त्यहाँ माथिसम्म कुदेर ओह्रालो झर्नु पर्यो भने माथिसम्म कुद्नु त कहाँ सक्छ र स्या भयो भाइ यही उकालोमा 2-3 चोटि वक गर्नु पर्यो भाइ उफ आधा घन्टा चाहिँ हिँड्यो कुद्यो पसिना पनि आयो आई थिङ्क इट्स इनफ अब चाहिँ घर गइन्छ तपाईँहरू पनि म त्यस्तै खाना बेसी खाएर अटस भयो भने को हिँड्नुहुन्छ कमेन्ट गर्नुहोस् है त बनी गुड नाइट